बुढा नीलकण्ठमा यदि तपाईँले 5 आना क्षेत्रफलमा बनेको त्यो पनि आफै बस्नको लागि बनाएको प्रपर्टी खोजिरहनु भएको छ भने यो तपाईँकै लागि हुनसक्छ। 5 आना क्षेत्रफलमा बनेको प्रपर्टी हो भने प्रपर्टी तपाईँले उत्तर मोडामा फर्केको पाउनुहुनेछ। घर अगाडि तपाईँले मजाको 16 फिटे पिच गरेको बाटो पनि पाइरहनु भएको छ भने प्रपर्टी एकदमै टप नचको रहेको छ। प्रपर्टी आफै बस्नको लागि बनाएको हो, त्यो मैले हजुरलाई भनि नै हालेँ भनेदेखि प्रपर्टीमा हरेक सामान एकदमै राम्रो टप नचको राखिएको छ। माथिपट्टि तपाईँले सीसी क्यामेरा पनि देखि नै हाल्नुभयो भनेदेखि यतापट्टि तपाईँले 2 BHK रेन्टल स्पेसको लागि पार्किङ स्पेस नि पाइरहनु भएको छ। यतापट्टि एउटा ठुलो गाडी अट्छ भने यतापट्टि नि एउटा ठुलो गाडी अटि नै हाल्छ। तपाईँले दुईटा गाडी मजाले अटाउन मिल्ने छ। यतापट्टि थाकेको तपाईँले पूर्व र उत्तर कोणमा तुलसीको मठ पनि पाइरहनु भएको छ भनेदेखि प्रपर्टी एकदमै राम्रो गरी बनाइएको छ। म तपाईँलाई भित्र लगेर नि सरस्वती देखाउने नै छु भने प्रपर्टी आफै बस्नको लागि बनाइएको एकदमै राम्रो सामान हाली बनाइएको प्रपर्टी है हजुर। तपाईँलाई मैले मजाले देखाइ नै रहने छु। यतापट्टि तपाईँले अष्टमङ्गलको ढोका नि पाइरहनु भएको छ भने मुनिपट्टि युज गरिएको मार्बल एकदमै टप नचको रहेको छ। भित्र इन्ट्री गर्दा साथ तपाईँले यहाँनिर सूर्यघर पाउनुहुनेछ भनेदेखि अब जाउँ मासतिर। मजाले सेन्सर लाइट पनि बलिसकेको छ भने हेर्नुहोस् एकदमै राम्रो जङ्गल सिस्टमको पार्केटिङ पनि गरिएको छ। एकदमै टप नचको छ है हजुर। तपाईँ यो घरमा आइसकेपछि तपाईँले आफैले फिल पनि गर्नुहुनेछ र माथि आउने बित्तिकै तपाईँले एकदमै ठुलो लिभिङ स्पेस नै पाइरहनु भएको छ। लिभिङ स्पेस पनि एकदमै राम्रो 4 कुना चटक्क मिलेको छ भनेदेखि यहाँनिर एउटा दुईटा तिनटा तपाईँले बेडरुम पाइरहनु भएको छ, जसमध्येमा तपाईँले एट्याच बाथरुम नै पाइरहनु भएको छ। एट्याच बाथरुम यहाँ भयो भनेदेखि तपाईँले खाट नि पाउनु भएको छ, एट्याच दराज नि पाउनु भएको छ भनेदेखि यतापट्टि तपाईँले बाल्कनी स्पेस नि पाइरहनु भएको छ, एसी सहित पाइरहनु भएको छ है हजुर। माथि फल सिलिङ पनि एकदमै मिनिमम डिजाइनको एकदमै टप नचको रहेको छ भने यहाँनिर आफ्नो लागि ड्रेसिङ अथवा चेन्जिङ रुम पनि पाइरहनु भएको छ। अब सँगसँगै तपाईँले अर्को बेडरुममा लाने नै छु। यतापट्टि तपाईँले कमन बाथरुम पाइरहनु भएको छ भनेदेखि ल हेर्नुहोस् अर्को बेडरुम ठ्याक्क दक्षिणको मजाले घाम पनि आयो, बाल्कनी स्पेस पनि भयो भनेदेखि यतापट्टि तपाईँले एट्याच बाथरुम पनि पाइरहनु भएको छ, एसी सहित पाइरहनु भएको छ भने खाट पनि एकदमै राम्रो गरी बनाइएको छ। यतापट्टि तपाईँले दराज सहित पाइरहनु भएको छ। प्रपर्टी एकदमै राम्रो गरी बनाइएको छ। हालसालै बनेको प्रपर्टी हो भनेदेखि कम्प्लिट भएको भर्खरै 1 वर्ष भयो हजुर। एकदमै राम्रो प्रपर्टी छ। अब सरस्वती म हजुरलाई माथि पनि देखाउने नै छु। माथिपट्टि तपाईँले एउटा किचन एरिया, डाइनिङ एरिया र एउटा बेडरुम पाउनुहुनेछ भने प्रपर्टी एकदमै राम्रो गरी बनाइएको छ। लजाउँ अब सरस्वती मासतिर। माथि आउने बित्तिकै तपाईँले मुनि हेर्न सक्नुहुन्छ मजाको टाइल पनि युज गरेको पाउनु भएको छ भनेदेखि यतापट्टि तपाईँले